पेन्जो चाहिँ आज अचानक जानु पर्यो दार्जिलिङ। सो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सो म चाहिँ आज बिहान छिट्टो उठेर ब्रेकफास्ट बनाएँ होइन, अनि पेन्जोलाई दिएँ किनभने पेन्जो चाहिँ बिहानै जानु पर्थ्यो दार्जिलिङ। अनि यो पनि बिहान बेलुका ढिलो सुत्छ, अनि बिहान चाहिँ निन्द्रा झुल्दै उठ्यो करले होइन, अनि ब्रेकफास्ट गर्यो। अनि लास्ट मोमेन्टमा ढिलो भएको बेलामा यसलाई चाहिँ लुगासँग जुत्ता मिलेन अरे, अनि जुत्ता चेन्ज गर्न गयो। त्यो गर्दाखेरि चाहिँ यसले चाहिँ हतारमा आफ्नो चेयरमा राखेको ज्याकेटै बिर्सेछ। अनि हामी चाहिँ हतार गरेर निस्क्यो बाहिर होइन। अरू बेला चाहिँ बाटोमै पाउँछ नि त गाडी, अनि आज चाहिँ ट्याक्कै गाडी थिएन, सबै गाडीले टुरिस्ट मात्रै बोकेर आएको थियो। अनि हामी चाहिँ स्ट्यान्डै जाउँ भनेर फेरि स्ट्यान्डको लागि चढ्यो, तर हामीले चाहिँ हेरिटेजमै पायो गाडी। अनि हेरिटेजबाट चाहिँ यसलाई मैले चढाएँ, तर गाडी भरिनु चाहिँ यस्तो टाइम लाग्यो नि। अनि यो चाहिँ फेरि जानु पनि मानेको थिएन, मैले ज्याकेट बिर्सेँ, अब मलाई जाडो हुन्छ जान्दिनँ, फेरि होस् म ज्याकेट ल्याएर आउँछुहरू भन्दै थियो। र पनि मैले फकाएर फेरि जाडो हुँदैन अहिले त दार्जिलिङ त्यस्तो चिसो छैन, काम छिटो छिटो गरेर आइज न भने। अनि बल्ल बल्ल पेन्जरको गाडी हिँड्यो होइन। हिँडेर चाहिँ पेन्जरलाई मैले बाई भने कि मेरो आँसु म छिट्टो आउँछु नि ल, बाई बाई भन्दा गयो कि माया पनि लाग्यो होइन। अनि मलाई बाटोबाट पनि फोन गरेको थियो, आँसु म छिट्टो आइहाल्छु नि ल भने, त्यसलाई पनि माया लाग्यो होला नि त। अनि म चाहिँ त्यसरी नै हिँड्दै हिँड्दै वक गर्दै मर्निङ वक गर्दै आएँ, किनभने बिहान नै थियो। सो त्यस्तो गरम थिएन नि त, अनि हिँड्नु सक्थ्यो। बाटोमा चाहिँ सब्जीहरू पनि बेच्दै थियो, अनि मैले चाहिँ अलिकति मेरो घरको लागि सब्जीहरू पनि ल्याएँ। सो मलाई चाहिँ यस्तो पसिना आयो होइन, हिँडेर गरम पनि भयो घर आइपुग्दाखेरि चाहिँ। अनि मैले बिहान मेरो पानीहरू पनि खाएको थिइनँ, केही नखाइ गएको थिएँ। सो मैले चाहिँ मेरो मर्निङ ड्रिङ्क खाएँ। सो थ्याङ्क यू फर वाचिङ।